नाता वाद विवाद मात्र छ यहाँ के गर्नु खै हालमा नेताको घर ज्वाइँ बन्न नसके गाह्रो छ नेपालमा। राष्ट्रवादकै दलमा हेर्नुहोस् रवि लामिछाने र बालेन छुट्टै भए। पहिला लौरो र तपाईँको घन्टीबाट स्टार्ट भएको कोल्याब भए घन्टीमा आए। म अहिले चुप लाएर बसेँ भने भोलिपर्सि यिनीहरूले देख्छन् वे भन्ने त हुन्छ नि त। त्यो हो कि आलु खाएर कालुसँग कालुकै कुरा गर्दा ठालु बन्न खोज्ने बालु बुढाकी छोरी चालु कुमारी मैतिर हेरिरहेकी थिइन् कि यो ठन्डीमा मन्डी ओढेर चण्डी पाठ गर्दा नन्दीसँग बसेर खिचेको तस्बिरको याद आयो। जन्मिने बित्तिकै हिँड्न त कसैले पनि सिक्दैन होइन। कुनै काम गर्नु होइन यो शिखरमा म पुग्छु भनेपछि त त्यो शिखर चढ्नको लागि एक खुड्कुल त चढ्नु पऱ्यो नि त आफूले। त्यस्तै हो गाह्रो हुन्छ जे काम गर्न गाह्रो हुन्छ होइन। जसले जति नै जे भने पनि देश भनेको युवाको हो। युवालाई सक्रिय सहभागिता दिलायो भने होइन सबै ठाउँमा चाहिँ सहभागिता दिलायो भने युवाले गर्छ। आदरणीय दर्शकबिन नमस्कार, म कार्यक्रम प्रस्तोता त्रिलोचन सुवेदी हजुरहरूको माझमा उपस्थित भइसकेको छु र आज हामी धेरै विषयमा कुरा गर्नेछौँ। समसामयिक विषयमा कुरा गर्नेछौँ, धर्म सम्बन्धी कुरा गर्नेछौँ र कविता सम्बन्धी हामी कुराकानी गर्नेछौँ। हाम्रो भिडियो सबैजनाले अन्तिमसम्म हेरेर हामीलाई माया गरिदिनु होला र हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न पनि नभुल्नुहोला। र हाम्रो माझमा आज यतिखेर यस्तो व्यक्ति हुनुहुन्छ जो चाहिँ प्रखर वक्ता पनि हुनुहुन्छ र उहाँले एकदम राम्रा कविताहरू पनि वाचन गर्नुहुनेछ र उहाँ एउटा संस्कृतको विद्यार्थी पनि हुनुहुन्छ। उहाँले धर्म सम्बन्धी धेरै ज्ञान पनि लिइसक्नु भएको छ र उहाँको नाम रहेको छ लुनाटिक स्पिकर। हजुरलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। आरामै हुनुहुन्छ? एकदमै सकुशल चल्दैछ अहिलेको? राम्रै छ, सकुशलै हुनुहुन्छ एकदम। हजुर एउटा कविता वाचन गर्ने व्यक्ति होइन? हजुरले आफै पनि कविताकै रचनाहरू गर्नुभएको छ? हजुर गरेको छु, पहिलेदेखि गर्दै आएको पनि थिएँ। बिचमा केही समस्या पनि उत्पन्न भयो, त्यसखेर मैले कविताहरू वाचन पनि गर्न सकिनँ र लेख्न पनि कठिनाइ आयो र बिस्तारै अहिले हुँदैछ। अन्त्यमा हामी हजुरको कविता पनि श्रवण गर्नेछौँ होइन? हुन्छ। र हामी सर्वप्रथम त हजुर एउटा संस्कृत विद्यार्थी भएको कारणले गर्दाखेरि होइन हामी धर्म सम्बन्धी नै केही प्रश्नहरू हजुरलाई सोध्नेछौँ। अहिलेको समय मानिसहरूले धर्मलाई कसरी बुझिरहेका छन्? भनेको के रहेछ? अहिलेको समयमा मान्छेले धर्म अर्थात् पैसालाई लिइरहेका छन्। मेरो हिसाबमा चाहिँ धर्म भनेको पैसा हो। जहाँ पैसा हुन्छ त्यहाँ धर्म हुन्छ। पैसा बिना धर्म हुँदैन। मान्छेले त्यो हिसाबले लिइरहेको छ। कसरी? तपाईँको कुनै ठाउँमा कुनै बाटोमा भनौँ कुनै मार्गमा चाहिँ मान्छे चाहिँ बुढो मान्छे बसिरहेछ, भिख मागिरहेछ। त्यतिखेर मान्छेले पैसा हालिदियो, उसले धर्म कमायो भन्छन्। तर के त्यो पैसा हाल्नु नि धर्म कमाउनु हो त? पक्कै पनि होइन होला नि त। त्यो उसले त्यस्तो गर्यो केही मात्रामा आफूले केही चिज लगाएर दिनु अथवा उसलाई प्रोत्साहन गर्नु, त्यो हो नि त धर्म त। होइन अहिले त यस्तो पनि छ फेरि कसैले मान्छेले बाटोमा हिँडे कोही माग्न बसिराखेको हुन्छ होइन? हजुर। अनि 10 रुपियाँ दिएको पनि मान्छेले भिडियो बनाएर सोसियल मिडियातिर हाल्छ। हो एकदमै। के त्यो अब धर्म हो कि के भन्नु त्यसलाई? यसलाई त सरासर भन्नुपर्दा यो धर्म होइन, एकदम विध्वंसको चाहिँ एउटा पहिचानै भनौँ यसलाई चाहिँ। किन भन्नुहुन्छ भन्दाखेरि तपाईँको जति नै सहयोग गरे पनि उसले चाहिँ भिडियो बनाएर हाल्छ, उसको त आफ्नो चाहिँ फलोवर्स बढ्ने भयो, आफ्नो सब्सक्राइबर्स बढ्ने भयो, आफ्नो लागि गर्ने भयो। तर धर्म भनेको त अरूलाई गरिन्छ नि त। धर्म भनेको त आफूलाई नभएर अरूको लागि चाहिँ गरिने चिज हो नि त मेरो हिसाबमा। अब यो धर्म परिवर्तन गर्न चाहिँ के गर्नुपर्छ त? यो यस्तो विकृतिहरूलाई परिवर्तन गर्न सबैभन्दा सर्वप्रथम धर्म परिवर्तन गर्नको लागि चाहिँ हरेक मानवमा चेतना हुनुपर्छ। चेतना भएन भने धर्म परिवर्तन हुन असम्भव नै छ। चेतना हुनु एकदम मान्छेहरूमा सबैमा अब चेतना। अनि एकताको वृद्धि पनि हुनु पर्यो। तपाईँको कोही भन्छन् म क्रिस्चियन हुँ, म मुसलमान हुँ, यसरी हाम्रो धर्मबीच पनि युद्ध हुन्छ होइन? यो पनि हुनु भएन। तपाईँको धर्मबीच चाहिँ युद्ध भयो भने तपाईँको आज चाहिँ यसले चाहिँ जित्यो, यो धर्म त बवाल रहेछ, यसमा चाहिँ जाऊँ न त, गएन हिन्दू धर्म फेरि मासिएन। त्यही भएर तपाईँको चाहिँ मानवता हरेक मानवमा चाहिँ एकता हुनुपर्छ। हरेक मानव चाहिँ बौद्धिक क्षमता हुनुपर्छ, मतलब धर्मप्रति चाहिँ धर्म यही हो, आस्था हुनुपर्छ। अनि मात्रै धर्म चाहिँ अलिकति अगाडि बढ्न सक्छ। कतिले चाहिँ धेरै आस्था पनि गर्छन् है? हजुर। कतिले चाहिँ अब धर्म भनेको यस्तै हो भनेर पनि गर्छन्। हजुर होइन? अब यसमा चाहिँ चेतना हुनु पर्यो मानिसहरूमा। एकदम सर्वप्रथम चेतना हुनु पर्यो। अनि युवाहरूमा चाहिँ कस्तो छ त धर्मको? युवा एकदम अब
तत्कालीन यही क्षणिक समयलाई हेर्ने हो भने मैले संस्कृत पढेको छु, धर्म के हो मैले थाहा पाएको छु। मान्छे कोही हुन्छन् बाहिरी पढ्ने होइन, उनीहरूको चाहिँ बच्चैदेखि लत के हुन्छ, चुरोट खाऊँ न, साथीले सल्काहा म पनि सल्काइदिन्छु, बियर खाइदिउँ न आज, त्यसले हेर त पार्टीमा त बियर चाहिँ लिएर आहा, मेरो पार्टीमा नि मेरो बर्थडेमा त बियर खाने, यो चाहिँ के हो, धर्म त नाश भयो त, पतन भयो त धर्म त। युवाहरू त बिग्रिनुको मुख्य कारणै यही हो, देखासिकी भइरहेको क्या अहिले, जसले जे गर्यो त्यहीमा। अब मान्छेले चाहिँ धर्मको पतन हुनुको मुख्य कारण तपाईँको अहिले यतिखेरको लागि यसो हेर्दाखेरि राजनीतिमा पनि जोड्न सकिन्छ। ल हेर्नुहोस्, कुनै राजनीतिको एकदम हुङ्खार मान्छे हुन्छ नि, खुङ्खार मान्छे, उनी चाहिँ टक्क मञ्चमा जान्छन्, मानौँ क्रिस्चियनका हुन्, उनले गएर भन्छन् हिन्दू खराब हो, गाई खानुपर्छ, गाई काटेर खानुपर्छ। मान्छेको दिमागमा के बस्छ, मेन भनौँ युवा, अहिलेका युवाको दिमागमा के बस्छ, होइन यसले भने त सही हो, यो राजनीतिको मान्छे हो, गाई त खानै पर्छ। अनि कहाँ गयो धर्म, पतन भएन, धर्म सकियो। यसरी भइरहेछ, मेरो थटमा चाहिँ यो छ अहिलेसम्म। धर्म त्यसो भए मासिँदै गएको कि एकदमै पतन भइरह, धर्म सबै मासिँदै गइरहेको हजुर होइन। अब यसलाई अगाडि ल्याउन चाहिँ कस्तो भूमिका खेल्नु पर्यो त? अब यसलाई अगाडि ल्याउनको लागि, धर्मलाई मासिन नदिनको लागि हजुर के गर्नु? तपाईँको सर्वप्रथम भन्नुपर्दा अहिले त तपाईँको सोसल मिडिया छ, यस्तो टेक्नोलोजीहरू आछ, तपाईँको टेक्नोलोजीको सही प्रयोग हुनु पर्यो धर्मप्रति पनि। मान्छेले आफू फेमस हुनको लागि जे पनि गर्न तयार छन्, तर धर्म बचाउनलाई खै। मान्छेले आफू पण्डित पढाए छोरोलाई चाहिँ गएर चाहिँ इङ्ग्लिस बोर्डिङमा हाल्छ, खै धर्म पतन भयो नि त। आफूले गरेको जजमानको काम अर्कैले आएर गर्नुपर्छ भने त्यो त अनि कहाँ चाहिँ धर्मको त केही कुरै आएन त्यहाँ त। धर्म बचाउने भनेको हामी आफैले होइन, स्वकीय पहिला चाहिँ आफू निर्भर हुनु पऱ्यो कि, आफूले चाहिँ पहिला चाहिँ धर्म बचाउँदै जानु पऱ्यो, आफ्नो छोरालाई भन्नु पऱ्यो भनिन्छ नि। तपाईँको कुनै पनि व्यक्तिले मानौँ कि संस्कृत पढ्यो, 6 कक्षादेखि पढ्यो, 10 कक्षासम्म पढ्छ, 12 कक्षासम्म पढ्छ, जब उसलाई काम आउँछ, बुढाबाहरू त्यही 6-7 महिना पढेका बुढाबाहरूबाट काम आउँछ, अनि काम गर्नको जान्छ, फेरि पैसाको अब समय पैसाको छ, जान्छ काम गर्न, त्यही बुढाले थर्काउँछ, फेरि के भन्छ, हे तैँले गरेको काम भएन। तर त्यो जुन व्यक्ति पढेको व्यक्ति छ उसले चाहिँ थाहा यो बुढाले यहाँनिर चाहिँ बिगारेको छन् है, ऊ चुप्प लाएर बस्छ, उसँग धर्म छ, ऊ ज्ञानी छ, शिष्टाचार छ उसँग, उसले धर्मको पालना गर्छ, आफूभन्दा ठुलो मान्छेले यस्तो भन्नुहुन्न है भन्छ। तर त्यही बुढाहरूले उसलाई हेपिरहेका हुन्छन्, धर्म पतन यहाँबाट पनि भयो कि। संस्कृत पढ्ने व्यक्तिहरू अहिले अधिकांश हटिरहेका छन्, एकदमै। कतिले के पढ्नु यस्तो संस्कृत भनेर कोही अमेरिका जाने बढेका छन् मान्छे होइन, हजुर हजुर, अस्ट्रेलिया विदेशतिर जाने मात्रै सोच छ, हजुर। तर अहिले नेपालका अधिकांश व्यक्तिहरूलाई संस्कृत पढ्ने सोच छैन होइन। अब के गर्नुपर्छ त? तपाईँको यसको लागि अहिले एक हिसाबले हेर्दाखेरि सम्बन्ध भन्छ नि, जुन रिलेसन, यसको कारण पनि यस्तो चाहिँ धेरै प्रवृत्ति आयो कि। कुनै ठाउँमा मैले पनि भनेको थिएँ कि कोही केटीलाई देखेपछि चाहिँ रूपमा भलेकी शिलामा ढलेकी 32 लक्षणले युक्त भएकी परम सुन्दरी, यसरी चाहिँ फकाउने पनि मैले बडो चेष्टा गरेको थिएँ कोही केटीलाई। अनि लास्टमा ऊ चाहिँ अमेरिका गई, या भनौँ अस्ट्रेलिया, कुनै मानौँ एउटा चाहिँ इक्जाम्पल मानौँ, ऊ कतै गई, अनि होइन यार मेरो चाहिँ प्रेमिका उता गएको छ म पनि जान्छु भन्ने चाहिँ थट आउँछ नि त कसैलाई होइन। त्यो गर्दाखेरि नेपालबाट चाहिँ जब विदेश जान्छन् उतैको धर्म चाहिँ आफूप्रति आउँछ, अनि नेपालमा आएपछि होइन हिन्दू त केही पनि होइन, यो धर्म त मानिने होइन, उतैको धर्म ठिक छ भन्ने हुन्छ। किन चाहिँ अब अहिलेका युवाहरूले पढ्न खोजेको भने अब गाउँतिर गयो होइन, हजुर हजुर, कहिले टुप्पे भनिदिने, कहिले टपरे भनिदिने। हजुरलाई पनि संस्कृत पढ्नु भयो एकदम, हजुरलाई पनि गाउँमा कसैले सुरुमा टुप्पे टपरे यस्तो कसैले प्रयोग गरेको? यो प्रयोग हुन्थ्यो होला, तर सानैदेखि बच्चैदेखि भनौँ बाहिर देवघाट पढियो, देवघाटबाट यतै बसियो, त्यो भएर त्यो भएन। तर एकचोटि यस्तो पनि भयो कि गाउँमा गयो, पुरै काम राम्रोसँग गरियो, तपाईँको विधिवत रूपमा पूजा अर्चना गरियो होइन, आरती पनि गरियो, सबै सकियो। सबै सकिएपछि अन्तिममा गएर के हुन्छ त भन्दाखेरि यसले गरेको नि काम हो र, यस्तो टुप्पे बाहुन पुरेत, कहाँको शिष्टाचार हो यो पुरेत। जबकि कक्षा 4देखि चाहिँ 12सम्म पढ्ने संस्कृत आफूले चाहिँ रटान हानेर गुरुकुलमा बसेर पढेको छ, पुरेत कसलाई भनिन्छ? श्राद्ध मात्रै गरेर यिनीलाई पुरेत भनिन्छ। पण्डित कसलाई भनिन्छ? जसले वेद पढेको छ, जसले व्याकरण पढेको छ उसलाई पण्डित भनिन्छ। तर मान्छेले चाहिँ हो यो सबैभन्दा संस्कृतै पढ्न मन नलाग्ने युवाहरूको मेन भूमिका यो पनि हो कि
तपाईँको मान्छेले यसो हिँड्यो हो टुप्पे बाहुना आयो है टपरे बाहुना आयो भन्छ अनि काँडा चाहिँ पढ्छन् त्यसरी त अनि विद्यार्थीले युवाहरू चाहिँ अगाडि बढ्नको साह्रो झन् घटिरहन्छ नि त्यसरी टपारे त जुन जग्गा मान्छे होला नि जस्तो लाग्छ मलाई हजुर हजुर टपारे भन्छन् नि हजुर हजुर तर त्यही अब कुनै दिन जसले भनिरहेछ हजुरलाई सिमको लागि एक्जाम्पल दिउँ हजुर हजुरलाई कसैले टपारे भन्नु होइन हजुर उसको घरमा पनि पर्छ हजुर छोराको नारायण पर्ला अथवा केही पर्ला होइन बोलाउने त उसैले हो नि त तपाईँलाई उसैले हो नि त होइन जजमान गर्नु बोलाउनु मलाई त्यही अचम्म लाग्छ कि हजुर पहिला आफैले भन्छ कुनै पनि जजमान हुनुहुन्छ उहाँले आफैले भन्नुहुन्छ पहिला पछि बोलाउनु मेरो उसलाई फेरि त्यही पण्डित चाहिन्छ तर टपरामा हाल्ने पनि हुन्छ नि फेरि उसैले दिने हुन्छ फेरि मैले एउटा कहीँ भिडियो देखेको थिएँ हजुर हजुर जजमानले टपरे टपरे भनेर बोलाउँछन् हजुर तर टपरे चाहिँ जजमान हुन्छन् अरे किनकि अरू त्यो जजमानले थालीमा राखेको थियो भने त होइन त नि थालमा जुन चामलहरू हुन्छ थालमा हुन्थ्यो त अनि थालै हुन्थ्यो होला बरु होइन अनि त अब जजमान नै भयो नि त्यसरी त टपरी त मैले एउटा कहीँ भिडियो देखेको थिएँ हजुर हजुर अनि अब हजुर गुरुकुल बस्दा चाहिँ कसरी बस्नुभयो तपाईँ केही हाम्रो अनुभव केही बताइदिनु गुरुकुल देवघाट बसेकोमा कक्षा 6 देखि 10 सम्म पढ्यो त्यहीँ गलेश्वर आश्रममा हजुर तपाईँको त्यहाँनिर चाहिँ टक्क बिहान उठ्यो हजुर कति बजी बिहान 4 बजे उठ्यो 4 बजी नित्य कार्य गर्यो नित्य स्नान गर्यो अनि टक्क त्यो पछि एकैछिन समय ग्याप हुन्थ्यो आधी घन्टा जति त्यहाँनिर चाहिँ ठ्याक्क सन्ध्या जानुभन्दा अगाडि टक्क त्यतिखेर चाहिँ आफ्नो पठन पाठन हुन्थ्यो बिहान बिहान उठेर आवृत्ति गर भन्नुहुन्थ्यो गुरुहरूले होइन अनि टक्क शिष्टाचार अनुसार टक्क सबैजना बसेर आवृत्ति गर्ने वेद पाठ गर्ने बिहान बिहान उठेर आफ्नो स्वकीयको लागि अनि त्यसपछि सन्ध्या गइयो सन्ध्या भएपछि अनि टक्क आरती हुन्थ्यो आरती भएपछि भोजनहरू हुन्थ्यो त्यो हुँदै जान्थ्यो अनि टक्क दिउँसोमा क्लास हुन्थ्यो बिहान मलाई दिउँसोमा क्लास हुन्थ्यो अनि त्यस्तै नै त्यही अनुसारको चलिरहन्थ्यो बेलुका टक्क पहिला सन्ध्या हुन्थ्यो आरती हुन्थ्यो अनि भोजन हुन्थ्यो अनि बेलुका चाहिँ 2-3 घन्टा समयमा हामी सुतिन्थ्यो पढिन्थ्यो गुरुकुलमा बस्नु भनेको तपाईँको जे काम गरेर मान्छेले चाहिँ जन्मिने बित्तिकै हिँड्न त कसैले पनि सिक्दैन होइन कुनै काम गर्नु होइन यो शिखरमा पुग्छु भनेपछि त त्यो शिखर चढ्नको लागि एक खुड्कुल त चढ्नु पऱ्यो नि त आफूले त्यस्तै हो गाह्रो हुन्छ जे काम गर्न गाह्रो हुन्छ नि होइन तपाईँको चाहिँ एलन मस्क यत्तिकै अनि त तपाईँको एलन मस्क यत्तिकै धनी भएको त होइन होला उसले पनि त पापड त बेलायो होला नि त आनन्दले होइन हो त्यही त गाह्रो हुन्छ तर गाह्रोलाई नजरअन्दाज गरेर मेरो चाहिँ यो चाहिँ छ है यो चाहिँ म पुऱ्याएरै छोड्छु यहाँनिर चाहिँ भनेर गर्ने हो भने चाहिँ एकदम सजिलो लाग्छ है त्यही काम पनि अनि हजुर अब संस्कृत पढिराखेको व्यक्ति है हजुर हजुर अनि कविता वाचन गर्न अथवा कविता लेख्न चाहिँ कसरी प्रेरणा मिल्यो हजुरलाई देवघाटमा हुँदाखेरि तपाईँको यो कविता के हो भन्ने कुरो चाहिँ मलाई थाहा थिएन देवघाट जानुभन्दा अगाडि पनि केही मात्रामा लेख्थेँ टक्क एउटा चाहिँ तपाईँको धादिङ घर भयो तपाईँको धादिङमा एकचोटि चाहिँ महोत्सव भएको थियो महोत्सव धादिङ महोत्सवमा चाहिँ झिमझिम सानो भन्ने गीत आएको थियो ल हेर्नु त्यहाँनिर भन्नेवाला टक्क गायक आउनु भएको थियो गायकमा अगाडि गएर भन्ने एकदम फुर्ती आयो होइन केही लेख्न पर्ने रहेछ यसरी हुँदैन भनेर त्यतिखेर लेख्न सुरु गरेको कविता यो हो गजल यो मुक्तक यो हो भन्ने कुरो मलाई केही पनि थाहा थिएन टक्क देवघाट गयो देवघाटमा अब पठन पाठनकै हिसाबमा संस्कृतकै हिसाबमा टक्क त्यहाँनिर छन्द पढाउँदै जानुभयो गद्य पद्य हुँदा हुँदै गजल मुक्तक सायरी सबै थोक आउनु थाल्यो हाइकुहरू होइन सबै आउँदाखेरि अनि एकजना देवेन्द्र सापकोटा भन्ने हुनुहुन्छ दाजु उहाँ दाजुले चाहिँ बडो कविता खुङ्खार कविता लेख्नुहुन्थ्यो उहाँको कविता एकदम मिठो लाग्छ अनि उहाँकै दाजुको प्रेरणाले चाहिँ टक्क लेख्न पनि थालियो रवि गुरु भन्ने हुनुहुन्थ्यो होइन अनि प्रदीप कोइराला भन्ने दाइ हुनुहुन्थ्यो उहाँहरूकै प्रेरणाले आज अग्रजहरूको प्रेरणाले नै आज लेख्न थालेको छु एकदम राम्रो लेख्नुहुन्छ है अब आफ्नो कविता आफूलाई त राम्रो लागि नै हाल्छ आफ्नो कविता गजल जे भनौँ आफ्नो साहित्य राम्रो लाग्छ नै अब कतिको दर्शकले मन पराउनुहुन्छ ऊ त उहाँहरूकै हातमा हुन्छ नि अनि यो कविता एउटा भावना हो कि समाज बदल्ने हो कविता दुईटै किसिमको हुन्छ एउटा त भावना कोही व्यक्तिको आफ्नै जीवनमा घटेको केही छ उसले कवितामा बुन्छ भने त्यो भावनात्मक भयो होइन अनि कोही त्यही घटेकै कथा पनि यदि त्यो कथाले चाहिँ समाज बदल्न सक्छ भने त्यो समाज मतलब समाजवादी कविता भयो तपाईँको समाजवादी कवितामा एउटा सानो शेर याद आयो भोट चुनाव यो घर घरै आएर नेताहरू बिर्सन्छन् प्रतिबद्धता र ममता हाम्रा विजेताहरू नाता वाद विवाद मात्र छ यहाँ के गर्नु खै हालमा नेताको घर ज्वाइँ बन्न नसके गाह्रो छ नेपालमा यो थियो कि तपाईँको यो चाहिँ समाजतिर गयो तपाईँको नेताको घर चाहिँ नबनिकन त नेपालमा त बस्नै गाह्रो हो सुकुम्बासी बन्यो उडाइदिन्छ
तपाईँको अर्को ठाउँ गएर बस्यो उडाइदिन्छ। त्यही भएर नेताको घर चाहिँ भन्नै पर्छ है भन्ने टाइपको समाजको लागि चाहिँ मैले लेखेको थिएँ एकचोटि। हजुरले अहिले नेताको कविता जुन भन्नुभयो होइन? हजुर हजुर। अब नेता चाहिँ अहिलेको नेताहरू छन् है? हजुर हजुर। अहिलेको नेताहरू चाहिँ कस्तो लाग्छ तपाईँलाई? अहिलेको नेताहरूको तपाईँको नेता अथवा अहिलेको राजनीति अवस्था कस्तो लाग्छ? राजनीति अब त्यति राजनीति बुझा त छैन मैले पनि, तर आफ्नो बुझाइको हिसाबले यसो हेर्दाखेरि नेताहरू ठिक पनि हुन् सकारात्मक रूपले हेर्दाखेरि। कसरी ठिक हुँदैन भन्दाखेरि तपाईँको कुनै बेला लाग्छ 70 हो खै कतातिर एक्ज्याक्ट ठाउँ थाहा भएन, यसरी चाहिँ बाढी आयो। बाढी आएर जुन सुकुम्बासी टोल थियो बस्ती थियो त्यहाँको पुरै बगाएर लिएर गयो क्या त्यो बाढीले। त्यो बाढीले बगाएर लिएर जाँदाखेरि मान्छेले के भने नेतालाई गाली गरे क्या त्यतिखेर। यसले यस्तो गर्दा भए हामीलाई यहाँ हटाएर अर्को ठाउँ लगाएर राख्दा भए कति चाहिँ राम्रो हुन्थ्यो, हाम्रो त केही जाँदैन थियो भने। अनि अहिले आएर जुन त्यही नेताले चाहिँ सुकुम्बासीलाई हटाएर बाढी चाहिँ आउँछ भनेर त्यही सुकुम्बासीलाई हटाएर अर्को ठाउँ लगाएर राख्दाखेरि फेरि त्यही नेतालाई गाली किन? एउटा त्यो हिसाब भयो। अर्को हिसाबले हेर्नु नि त्यत्रो मान्छे चाहिँ मरिरह त्यही पनि आँखाले किन हेर्दैनन् नेताले होइन र? मान्छे चाहिँ सुकुम्बासी नै भएर बसे पनि अर्को ठाउँ त दिनु नि त होइन? अहिले कहाँ एक ठाउँ लगाएर राख्नु भएको अरे हाम्रो सरकारले राख्नु भयो अरे, त्यहाँनिर चाहिँ एक ठाउँ गुजुप्प अरे भन्ने सुनेको है। एक्ज्याक्ट रूपमा मैले पनि देखेको छैन आँखाले त। होइन अब कतिले चाहिँ अब यस्तो छ फेरि अहिले अब हामीले त मिडियामा हेर्ने हो है। हजुर हजुर। अब कतिले चाहिँ एकदम राम्रो छ हामीलाई बस्न ओर्न सबै खाना साना सबै एकदम ठिक छ, बेला बेलामा डक्टर आएर हाम्रो चेक जाँच पनि गर्नुहुन्छ भन्छ नि एक ग्रुपले। हजुर हजुर। अब अर्को ग्रुपले चाहिँ एउटा मैले भिडियोमा देखेको हामीलाई त्यहाँ बस्ने पनि छैन, यहाँ त गुजुप्प परे बस्नुपर्छ, त्यो जेलमा बसे जस्तो छ भन्छ। अब यो चाहिँ यो त नि कोहीले चाहिँ एकदम खुसीका साथ भनिरहन् कि त यो दबाबमा हो होइन, कि त त्यो हो नै। सकारात्मक र नकारात्मक दुइटै हेर्न पऱ्यो नि त, कि त त्यो दबाबमा हो कि त त्यो हो नै होइन। अनि जुन चाहिँ अर्को भनियो नि हामी चाहिँ एकदम दबाबमा परेका हौँ भन्ने, त्यो हिसाबमा दबाबमै परे भए पनि उनीहरूले त अब त्यहाँनिर बसेर त केही कुरा त उठाउनु पऱ्यो नि त होइन। ल त्यहाँबाट निकाले पनि हामीलाई यहाँबाट चाहिँ अलिकति राम्रो ठाउँ दे भन्न पऱ्यो नि त, उनीहरूले सक्नु पऱ्यो नि त्यो कुरो त। यो हुनुपर्छ कि। अनि हजुर अब अहिलेको होइन अब पहिलेको सरकार केपी शर्मा ओलीको सरकार हजुर हजुर लाई चाहिँ के भन्नुहुन्छ त? कस्तो थिए पहिले? केपी शर्मा पछि नेपालमा एउटा नयाँ सरकार आयो। हजुर हजुर। होइन अहिलेको सरकार राम्रो ठिक लाग्छ कि हजुरलाई पहिलेको सरकार ठिक लाग्छ? अब यसमा फेरि तुलना गर्नै सके छैन अहिले। तपाईँको किन सकिँदैन भन्दाखेरि हामीले अब म जन्मिँदैखेरिको कुरो गरौँ 61-62तिर तपाईँको त्यतिखेर खै एक्ज्याक्ट रूपमा को थाहा थिएन। त्यतिखेर एकजना मन्त्री हुनुहुन्थ्यो होला, सरकार हुनुहुन्थ्यो होला, उहाँहरूले गरेको काम उहाँहरूले गर्दै आउनुभयो। आज चाहिँ 82 वर्ष भयो होइन, 61बाट 82 वर्षसम्म आइपुग्यो। यहाँसम्म के परिवर्तन देख्यो हामीले देखिहाल्यौँ, के चाहिँ भ्रष्टाचार भयो त्यो पनि देख्यौँ होइन। कसले गर्यो त्यो पनि थाहा होला, कतिपय मान्छेलाई थाहा होला पनि होइन। अब अहिलेको सरकार आएको 1 वर्ष भयो पनि अझै भ्याएन, त्यही 2-3 महिना हुन लाग्यो होइन। अब यो सरकारलाई यसो हेर्नको लागि आँखाले ल यो चाहिँ गलत छ है भन्नको लागि 1 वर्ष दिनुपर्छ कि नै? पर्छ नि त, किनकि 35 वर्ष त पर्ख्यौँ यत्रो वर्ष पर्ख्यौँ। अब 1 वर्ष मात्रै पर्खिँदाखेरि हाम्रो अब ज्यानै त जाने त होइन नि त होइन र? मेरो हिसाबमा चाहिँ त्यो लाग्छ। मेरो ठ्याक्कै पहिलो सरकार र अहिलेको सरकारमा तुलनात्मक छँदै छैन अहिले, तुलनै गर्न नमिल्ने खाले। कसले चाहिँ काम ठिक गर्यो जस्तो लाग्छ? अब अहिलेसम्म हेर्दाखेरि सानो समयमा धेरै विकास गरे त अब अहिलेको सरकारले छ होइन, पहिलाको सरकारले नगरे त होइन। अब कस्तो हुन्छ भने तपाईँको ठ्याक्क आँखाको अगाडि देखेर विकास गर्नु र तपाईँको आँखा पर्दा पछाडि गरेर विकास गर्नु, पर्दा पछाडिको नाम आउँदैन कि होइन। कुनै पनि ल मानौँ फिल्म खेलिरहेको मान्छेले फिल्म खेल्दाखेरि जुन भिआइपी रोलहरू हुन्छ नि त, जस्तै हिरोको रोल भनौँ होइन, हिरोको रोलको जुनै माथि ठाउँबाट चाहिँ तल खस्न पऱ्यो, उसले आफैले त गर्दैन नि त, त्यो साइड रोलको कोही मान्छेले गर्ने हो, तर उसको नाम त आउँदैन त्यसमा, आउनु त हिरो देखिने हो नि त होइन। त्यस्तै हो कि पहिलाको सरकारले गरे होला, ठाउँ ठाउँमा काम गरे होला, चाहिँ बवालै गरे होला, तर पनि उसको नाम आउँदैन कि। उसले के गर्छ अरूको चाहिँ ल यसले चाहिँ गल्ती नै गरे है, उसको गल्तीमा 1000वटा सत्य गर्नु फरक पर्दैन, एउटा गल्ती भयो नि भइयो कि, एउटा गल्तीले सक्यो। अहिले सुदन गुरुङ ल हेर्नुहोस् गरेका थिए, तर एउटा केही उसको केही सानो गल्तीले भइयो, उसको गृहमन्त्री पद गयो होइन। जनताले नेता बदल्नु पर्छ कि सोच बदल्नु पर्छ? जनताले यो त कुनै प्रश्नै होइन कि यसमा चाहिँ। तपाईँको जनताले बदल्ने भने के सोच हो? नेता कति बदल्ने
होइन नेता बदलेर कामै छैन नि म त भन्छु अझ सकेसम्म मिल्छ भने मलाई नेता बनाइदियो के तपाईँ नेता बन्नु भने चाहिँ के गर्नुहुन्छ हो सिधा कुरो मलाई नेता बनाइदियो म देशलाई चाहिँ टक्क चाहिँ बनाइदिन्छु भनेर चाहिँ म भन्दिनँ केही पनि गर्दिनँ म त सिधा म नेता यदि म मानौँ कि म चाहिँ बडो सरकार हजुर हजुर देश बदल्ने हजुर तपाईँलाई जिम्मेवारी दियो भने हजुर होइन हजुर तपाईँ के गर्नुहुन्छ पहिलो तपाईँको एउटा ठ्याक्कै यो भन्ने बेला एउटा कुरा याद आयो नायक भन्ने फिल्महरू भयो साउथ इन्डियनको नायक ठ्याक्कै एकचोटि त्यसमा जे छ नि म त पावर त हातमा आउँछ त्यसमा जे गरे त्यही गर्दै भइयो के यदि गर्ने सक्ने नै हो भने नेता बनेर चाहिँ न अब प्रधानमन्त्री भनेको त सानोतिनो पद त होइन नि त देशको चाहिँ लगभग पिता नै हो नि होइन त अब उसले त गर्न नसक्ने के छ त एउटा सिङ्गो रुखलाई ढालिदिन सक्छ होइन उस्तै पऱ्यो भने त तपाईँको चाहिँ डोल्पालाई पनि त रुकुम बनाइदिन सक्छ नि डोल्पालाई पनि त काठमाडौँ बनाइदिन सक्छ नि होइन उसले सक्ने काम त गर्न सक्छ तर उसले पनि खुबी हुनु पऱ्यो ठ्याक्कै एक्ज्याक्ट कसरी गर्ने उसले मिलाउन सक्नु पऱ्यो म पनि नेता भने त्यही गर्ने हो होइन अहिले पनि अब पहिलेको जस्तो संसदमा हेर्नुपर्छ होइन हजुर हजुर चर्काचर्की परिराखेको एकदमै हिजो पनि हामीले देख्यौँ चर्काचर्की एकदम हिजो बेलुका थियो राष्ट्रसभाको जगदीश खरेल बोल्दै गर्दाखेरि काङ्ग्रेसको एकजना नेताले चाहिँ पाखुरा सुर्किनु भएको हामीले हिजो भिडियो देखेको हजुर हजुर अब पहिलेदेखिकै यो चलिआएको अहिले पनि अब किन त्यसो गर्दैछ भने अब बालेन शाह चाहियो अरे होइन संसदमा बालेन शाहको उपस्थिति हुनु पर्यो अब पहिले धेर बोलेर बिग्रियो अब अहिले त बोलेका छैनन् होइन अब बोल्ने समय आउला होइन धेर बोलो यो बोलेर चाहिँ देश बिग्रेको अब उसले त नबोली काम गर्दैछन् होला एकदम एकदम तपाईँको एउटा कुरा याद आयो एउटा ठुलो समस्या जुन आउँछ नि त्योभन्दा अगाडि मान्छे चाहिँ एकदम शान्त हुन्छ अरे कि कुनै चाहिँ मतलब कि एउटा बाघ भयो या भनौँ शेर भयो जङ्गली सिंह उसले शिकार गर्नुभन्दा अगाडि चुप्पो लाएर बस्छ अरे कि बालेन्द्र शाह पनि त्यही त हो नि होइन उसले केही गर्न खोजेछन् भित्रभित्रै 6वटा षड्यन्त्र थुप्रै छ होला कि उसको म यस्तो गर्छु है भन्ने षड्यन्त्र हुन्छ जसको पनि हजुर गर्दै पनि होला नि होइन तर उसले चुप्पो लाएर बस्नुको तात्पर्य के हो त भन्दाखेरि यिनीहरूलाई म देखाउँछु है म अहिले चुप्पो लाएर बसेँ भने भोलिपर्सि यिनीहरूले देख्छन् वे भन्ने त हुन्छ नि त त्यो हो कि तपाईँको एकचोटि अस्ति कुरा आएको थियो जेएनजीको आन्दोलन भयो हाम्रा कयौँ दाजुभाइ दिदीबहिनीहरू मर्नुभयो बित्नुभयो शहीद हुनुभयो एकदम दुःखद घटना हो यो है अनि त्यस्तो हुँदाखेरि मान्छेले चाहिँ के भन्यो भने तपाईँको बालेन किन बनेनन् त्यतिखेर प्रधानमन्त्री अरे कसरी बन्छन् त बालेन उसलाई त ल बनाइदियो भनेर चाहिँ यसरी घिसारेर लडिदिनु त वाला पद होइन नि त उसले त के भने म आफै जितेर देखाउँछु होइन आफै जितेर देखायो के अरे चुप्पो लाएर बस्यो नि त्यतिखेर अत्याधिक बहुमतले बिजायो तपाईँको हामीले जुन भन्छौँ नि चाहिँ कुनै पनि सिंहले या भनौँ कुनै पनि जनावरले शिकार गर्दा अगाडि चुप्पो लाएर बस्छ मौन धारण गर्छ यही हो त देखिहाल्यो त चुप्पो लाएर बसे पछि खाइदियो त सत्तै खाएन नि त यो राजनीति चाहिँ कस्तो हो त अब यो एउटा राजनीति भनेको कस्तो चाहिँ रहेछ त एउटा देश बदल्ने रहेछ कि आफ्नो स्वार्थ रहेछ अब यस्तो हो मानौँ तपाईँ प्रधानमन्त्री हुनुभयो सामान्य मान्छे प्रधानमन्त्री भयो अहिले केही पनि गर्दैन म देश बदलिन्छु भन्नुहुन्छ होइन पछि गएर जब त्यो पदमा पुग्नुहुन्छ नि होइन मेरो भाइ पनि छ त्यसलाई केही गरौँ न एउटा घर त बनाउनु पर्छ प्रधानमन्त्री भयो भने चाहिँ एउटा घर पनि नबनाए के काम त एउटा कार त किनौँ न है यस्तो जग्गा कार के हिँड्ने राम्रै कार हिँडौँ न स्वकीय चाहिँ त्यहाँनिर स्वकीय चाहिँ केही आउँछ कि आउँछ होइन त्यहाँनिर त्यो आउँछ आएपछि स्वाहा भ्याइयो मोह त स्वतः नै बढ्छ नि तपाईँको जुन पदमा हुन्छ ठुलो पदमा गएपछि त धन प्राप्तिको लागि त मोह त बढिहाल्छ अब मान्छेको मन भनेको लोभ इच्छा डाह सबै त भइहाल्छ नि मान्छेको मनमा होइन अनि त्यो बढेपछि भ्याइयो त्यो बढ्न दिन भएन देश परिवर्तन गर्नको लागि धर्म साहित्य र राजनीतिमा सबैभन्दा ठुलो के छ धर्म साहित्य र राजनीतिमा अब हेर्ने नै हो भने अहिलेको तत्कालीन समयलाई धर्मले बिगारेर राख तपाईँको धर्मले केही गर्न खोज्यो भने मान्छेले अर्को धर्म ल्याएर रोकिदिन्छ यो सर्त धर्मले मिलेन साहित्यले भनेको तपाईँको अस्ति भर्खरको घटना हाम्रै साथीहरू हुनुहुन्थ्यो साहित्यकै साथीहरू पुलिसको बारेमा या भनौँ प्रहरीको बारेमा त्यही साहित्यको मार्फतबाट प्रहरीलाई गाली गर्न पाइन्छ कि नै प्रहरीले केही नराम्रो काम गरिरह साहित्यको मार्फतबाट आवाज निकाल्न पाइने कि नपाइने उसलाई लगाएर जेलमा ठेल्नु उसलाई लगाएर जेलमा ठेल्नु जसले नराम्रो काम गरेछ उसको लागि त बोल्न आवाज निकाल्न हाम्रो देश त स्वतन्त्र हो तपाईँको स्वतन्त्र देशमा तपाईँको प्रहरीले केही नराम्रो काम गरिरह भने उसलाई त आवाज निकाल्न पाउनुपर्छ साहित्यकार भएपछि ऊ आवाज निकाल्दाखेरि उसलाई लगाएर जेलमा ठुन्दियो ल हेर्नुहोस् यो हुँदाखेरि साहित्यले नै मिलेन अब गर्ने भनेको राजनीतिले नै हो जे गर्छ राजनीतिले गर्छ
राजनीति कस्तो हिसाबले लाने कुन ढङ्गले लाने त्यो छुट्टै कुरो हो होइन। राम्रो ढङ्गले लग्यो भने बवाल हुन्छ देश, यही हो मेरो धारणा छ। राजनीतिले धर्म साहित्य राजनीतिमा राजनीतिले एकदम राजनीतिले देश बनाउन सकिन्छ। अब तपाईँको साहित्य भनेको कलम हो। कलमले लेखेर मात्रै हुँदैन होइन। साहित्य जुन छ, साहित्य बोल्न सक्ने जुन व्यक्ति छ, उही अनुसारको जुन साहित्य लेख्छ उही अनुसारको जोस भयो भने उसले पनि गर्छ, नगर्ने होइन। तर साहित्यलाई धेरै दबाउन खोजिन्छ कि अहिलेको हाम्रो यो तत्कालीन नेपालमा साहित्यको लागि रत्तिभर भूमिका छैन कि, रत्ति पनि भूमिका छैन। साहित्य भनेको के हो भन्ने मान्छेलाई थाहा छ होइन। मतलब अहिले धेरै मात्रामा भाइरल पनि जान्छन् मान्छेको साहित्य। जस्तै कि सानो एउटा केही कुरा भन्यो मान्छेको भाइरल जान्छ, तर त्यो भाइरल गएपछि मान्छेमा आक्रोश आउँछ, त्यही घमण्ड आउँछ, उसले चाहिँ भाइरल भयो नि बालै भएन त्यस्तो हुन्छ। त्यो भएपछि साहित्यले गर्न सक्दैन मेरो हिसाबमा यो छ। यो साहित्य अथवा कविता भन्दाखेरि होइन, हजुर हजुर, स्वरलाई प्राथमिकता दिनुपर्छ कि शब्दलाई? स्वर चाहिन्छ कि? यो यस्तो हुन्छ तपाईँको लेख्दाखेरि चाहिँ शब्द नै चाहियो, वाचन गर्दाखेरि शब्द बरु घोलमिल होला, तर स्वर बवाल हुनुपर्छ, स्वर राम्रो हुनुपर्छ। स्वर राम्रो हो भने कविता मजदार। मैले धेरै ठाउँ सुन्छु पनि होइन, कतिजनाले बोलेको कविता सुन्छु है, एकदम आँसु झर्ने खालको कविता हुन्छ नि, हुन्छ एकदम। कतिजनाले त्यस्तै अनुसार कविता पनि भन्नुहुन्छ है। अनि अब हामी कार्यक्रमको अन्त्यमा छौँ हजुर होइन। अब अन्त्यमा देश र युवा पुस्ताका लागि तपाईँको सन्देश के छ? देश र युवा पुस्ताका लागि हजुर तपाईँको माओ त्से-तुङले भन्नुभएको थियो कि हे युवाहरूको यो देश तिमीहरूको, मेरो पनि यही धारणा, युवाहरूको हो के देश। जसले जति नै जे भने पनि देश भनेको युवाको हो। युवालाई सक्रिय सहभागिता दिलायो भने होइन, सबै ठाउँमा चाहिँ सहभागिता दिलायो भने युवाले गर्छ। युवाले जति मान्छेले भन्छ नि अरे युवामा त दिमागै छैन, युवाले के गर्न छ, अस्ति भर जन्मेको कस्तो। तपाईँको पुराना व्यक्तिले या भनौँ ल मानौँ कुनै एउटा वृद्ध चाहिँ बुढा हजुरबा हुनुभयो, उहाँले चाहिँ अहिले राम्रोसँग मोबाइल चलाउन सक्छन्? सक्दैनन् नि। युवाले कति राम्रोसँग चलाउँछ? भर्खर जन्मेको 8 कक्षाको भुराले चाहिँ 8 वर्षको भुराले कति राम्रोसँग मोबाइल चलाउँछ? फ्री फायर भने फ्री फायर खेलिदिन्छन्, पब्जी भने पब्जी खेलिदिन्छ, एडिट भने एडिट गरिदिन्छन्। भनेपछि यो कसको हो के? जति नयाँ पुस्ता बढ्दै आए, जति नयाँ पुस्ता जन्मिँदै गए, उनीहरूमा झनै बढी मात्रामा चेतना भरेर हुन्छ होइन। किनकि टेक्नोलोजी पनि त्यस्तो भइसक्यो, टेक्नोलोजी दिन प्रतिदिन परिवर्तन हुँदैछ, राम्रो बन्दैछ। त्यो हिसाबले युवाले जे गर्छ नि अरू कसैले गर्दैन के। युवाले जति बुझे त्यो वृद्धहरूले बुझेकै छैनन् मेरो हिसाबमा। तर यो वृद्धहरू फेरि परिपक्व हुन्छ भन्छ। परिपक्व हुन्छ, मैले भनिहालेँ त अघि। कुनै पनि म कर्मकाण्ड गर्न गयो 6 देखि 10 सम्म पढे, उसले गरेको मानिँदैन कि, उसले गरेको कर्मकाण्ड होइन यसले त गर्दैन। तर त्यही 6 महिना मात्रै पढेर आएको चाहिँ वृद्ध हजुरबा हुनुहुन्छ भने उसले गरेको आमामा गुरुदेव के हो यो भ्याइयो। उसले उहाँ भने हाम्रो जुन पढेको विद्यार्थी हुन्छ उनले सुनिरहेको हुन्छ, उसले अब उसले चाहिँ गणानन्द भन्यो, गणानन्द गणपति गर्छन् भ्याइयो। अब चाहिँ विद्यार्थीले कसरी पढ्छन्? राम्रो आनन्दले हातसर लाएर पढ्छन्, तर उनीहरूको त्यो मान्यता दिँदैन कि। बुढाहरूकोलाई मानिन्छ, 6 महिनाकोले उडाइदिन्छन् सबैलाई। अनि अहिलेका अब युवा राजनीति कर्मीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अहिलेका युवा राजनीति कर्मीहरूलाई जो राजनीति गरिराख्नु भएको छ, हजुर हजुर, उहाँहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ? तिमीहरूको राजनीति भएन, यसलाई फेरि नयाँ ढङ्गले फेरि बनाऊ भन्छु। फेरि नयाँ राजनीति गर्नु पर्यो, फेरि नयाँ राजनीति गर्नु पर्यो। फेरि मेरो हिसाबमा अब मान्छेको अब आफ्नो हिसाब हुन्छ आफ्नो होइन। अब त्यो हिसाबले मेरो हिसाबमा चाहिँ यो राजनीति खै कहाँ खटपट आइरहेको कि। तपाईँको राष्ट्रसभाकै दलमा हेर्नुहोस्, रवि लामिछाने र बालेन छुट्टै भए। पहिला लौरो र तपाईँको घन्टीबाट स्टार्ट भएको, कोल्याब भए, घन्टीमा आए। रवि लामिछानेको सहकारीको केस पनि धेरै छ, बालेनको पनि केही होला केसहरू, थाहा छैन कसैलाई पनि। अस्ति भर सुनको जुन पुर्जीहरू, सम्पत्तिका पुर्जीहरू जब निक्लिने भयो त्यतिखेर कति चाहिँ सम्पत्ति निक्लियो होइन, त्यो थाहा छ। आज राजसभा जति मिलेर बसेको छ नि, भोलि मतलब आउँदो समयमा पनि यत्तिकै मिलेर बस्यो भने ठिक छ, यो बवाल हो, यो राजनीति युवाहरूले गर्छन्, यसरी नै गर्छन् होइन। तर भोलि गएर चाहिँ रवि लामिछाने र बालेन शाहको चाहिँ फुट आयो भने, या भनौँ रवि लामिछानेको एउटा सानो कुरा मात्रै बाहिर निस्क्यो भने भ्याइयो, पार्टी खत्तम हुन्छ, सकिन्छ। अनि युवा कहाँ गए? त्यत्रो चाहिँ आन्दोलन गरेर आएको, त्यत्रो राजनीति चाहिँ अस्ति चुनाव भयो, त्यो चुनाव त भ्याइयो त, एकै सर्टमा गएन, सक्यो त। त्यस्तो गर्न चाहिँ भएन। यही हिसाबले जोडेरै जानुपर्छ। राजसभा भनेको एउटा ब्रान्ड बनाएर जानुपर्छ। त्यो त राजतन्त्रै हो, राजतन्त्र।
अब अन्त्यमा हजुरको केही हामी कविताहरू सुन्नेछौँ। हस् हुन्छ। हजुरले आफै रचना गर्नुभएको कविता। कविता एउटा यस्तो सुनौँ, एउटा हाउडी छ। हाउडी। तपाईँको मान्छेले यस्तो के हुन्छ नि, सबै ठाउँ रुवाउने मात्रै सुन्ने। हजुर। मेरो चाहिँ कविता हजुर प्लस कमेडी छ। सुनिदिनु त। एउटा साहित्यको शीर्षक छ हाउडी हजुर। र यसरी सुरु हुन्छ। आलु खाएर कालुसँग कालुकै कुरा गर्दा ठालु बन्न खोज्ने बालु बुढाकी छोरी चालु कुमारी मैतिर हेरिरहेकी थिइन्। सम्झ्रे? आलु खाएर कालुसँग कालुकै कुरा गर्दा ठालु बन्न खोज्ने बालु बुढाकी छोरी चालु कुमारी मैतिर हेरिरहेकी थिइन् कि यो ठन्डीमा मन्डी ओढेर चण्डी पाठ गर्दा नन्दीसँग बसेर खिचेको तस्बिरको याद आयो। भनिन्छ नि सेल्फी, ठ्याक्कै। ऊ कुनै स्वर्गकी परी होइन, धरतीकी झरी होइन, उनी त बदनामी कमाएको सहरमा रामनामी कमाउन जन्मेकी मरी मभन्दा छुट्टी गालैमा कोठी घरुसको डोटी सर्वस्व मन पर्यो मलाई एकैचोटि। भनिन्छ नि रूपमा बलेकी शिलामा ढलेकी 32 लक्षणले युक्त भएकी परम सुन्दरी। ठ्याक्कै कति राम्री हो। टौवामा राखेको कौवाको चारो पाठीले खाएपछि लाठीले हिर्काउने समाजमा उसकै लाउरे भएको मलाई समाजले दाउरे देख्छन् अनि भन्छन् हेर न कस्तो पातलो, दुध बिनाको चिया जस्तो फितलो, तर म उसको लाउरे थिएँ। सेन्टाले उपहारमा भेन्टा दिएपछि फेन्टा खान दौडिएको मलाई फेरि पनि उसैको याद आयो। समझ्रे? सेन्टाले उपहारमा भेन्टा दिएपछि फेन्टा खान दौडिएको मलाई फेरि पनि उसैको याद आयो। म भने उसलाई माया गर्दै उसैतिर सर्दै तिमी बिना म मर्छु भन्दै पिरतीमा बगिरहेको थिएँ। अब यसरी बसेर हुँदैन, पिरती मनमा कसेर हुँदैन भनेर मैले प्रपोज गर्ने निर्णय गरेँ। कति बस्ने यसरी त, अब प्रपोज त गर्नु पर्यो। म्यासेन्जरमा गरेको प्रपोज उताबाट हाई आयो, फेरि प्रेम प्रस्ताव राखेँ, उताबाट नाइ आयो। अरे धादिङे ठिटो हुँ त छोएको छ भनेर 20 दिन पछि फेरि प्रपोज गरेँ, दाइ आयो। पहिलोचोटि हाई, दोस्रोचोटि नाइ, तेस्रोचोटि भाइ अनि चौथोचोटि दाइ आएपछि यो दिमागले भन्यो। अनि भने ब्रेकअप भएकै दिन वनभोज गरेपछि, वनभोजमा पनि मेरै खोज गरेपछि अब एउटी गई भन्दैमा टेन्सन लिनु छैन। ब्रेकअप भएकै दिन वनभोज गरेपछि, वनभोजमा पनि मेरै खोज गरेपछि अब एउटी गई भन्दैमा टेन्सन लिनु छैन, जबकि उसकै साथीले प्रपोज गरेपछि। यही हो मेरो घिच्रोमा लागेको दाग र तिग्रोले मागेको मागर थाहा ताउडी। धन्यवाद। यस्तै थियो। एकदम राम्रो कविता रहेछ। कसैलाई सम्झेर लेख्नु भएको थियो कि तपाईँले यो कविता? यो चाहिँ तपाईँको भैरव अर्याल जुन हुनुहुन्छ उहाँको चाहिँ 12 कक्षामा मेजर नेपालीमा एउटा किताबमा चाहिँ छ। तपाईँको त्यहाँबाट शब्दहरू निकालेँ मैले, जस्तै आलु कालु ठालु शब्दहरू निकालेँ। शब्दहरू निकालेर के अरे गजल लेख्छु भनेर सोचेँ, मिलेन। अब कविता लेख्छु भनेर सोचेँ, बिग्रियो। मुक्तकमा जाऊँ, बिग्रियो। आज जे पर्ला चाहिँ कविता र कमेडी ठोकिदिन्छु भनेर चाहिँ लेख्न थालेको, अब बन्यो साहित्य बन्यो। एउटा कविता भन्न मिल्दैन, एउटा साहित्य भएर हाउडी बन्यो। हाउडे हास्यपद एकदम। ल हजुरलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। एकदम हजुरहरूलाई पनि धन्यवाद। हस् नारायण।